नमस्ते सबैलाई। आजको विषय चाहिँ ट्रेन्ड लाइन के हो र यसको काम के हो भन्ने विषयमा हामी छलफल गर्नेछौँ। ट्रेन्ड लाइन भनेको चाहिँ तपाईँको स्ट्रेन्थ लाइन हो, जहाँदेखि चाहिँ तपाईँको प्रबल सम्भावना हुन्छ बाउन्स ब्याक हुने। अनि ट्रेन्ड लाइन कसरी कोरिन्छ भन्दाखेरि ट्रेन्ड लाइन कोर्दाखेरि चाहिँ जस्तै कि एउटा लोअर लो, जुन लोअर लो बनाएको हुन्छ, हायर लो लोअर लो जे बनायो भने त्योबाट चाहिँ तपाईँको अर्को लोअर लो योलाई चाहिँ तपाईँको टच हुने गरी यसरी चाहिँ ट्रेन्ड लाइन कोरिन्छ। एउटा मात्र भएर हुँदैन, यसको लागि चाहिँ तपाईँको दुईटा चाहिँ लोअर लो चाहिँ हुनुपर्छ। अनि यसको यसलाई चाहिँ अर्को पनि हुन्छ, जस्तै कि यसको यो लोअर ट्रेन्ड लाइन भयो, तलको ट्रेन्ड लाइन भयो, माथिबाट पनि ट्रेन्ड लाइन हुन्छ। जस्तै यहाँ माथिबाटको ट्रेन्ड लाइन चाहिँ यसरी आउँछ। सबै यो क्यान्डलमा चाहिँ यसरी छुको हुनु पर्यो। यस्तो खालको चाहिँ एउटा क्यान्डल यस्तोहरू चाहिँ तपाईँको ट्रेन्ड लाइन भन्छ। अनि ट्रेन्ड लाइन चाहिँ कतिखेर हो, जस्तै कि यो ट्रेन्ड लाइन त बन्यो, ट्रेन्ड लाइन बनिसकेपछि योमा चाहिँ हेड देख्दाखेरि चाहिँ बाउन्स ब्याक हुन्छ भन्ने कुरा चाहिँ देखियो यहाँदेखि। तर आज बाउन्स ब्याक भएन, नभइसकेपछि जस्तै कि कन्फर्मेसनको लागि यसले मात्र कन्फर्मेसन दिएन। कन्फर्मेसनको लागि चाहिँ हामीले चाहिँ अर्को एउटा यो पनि हेर्न सक्छौँ। यसकोमा चाहिँ सेटिङ चेन्ज गर्नुपर्ने हुन्छ। माथि यो 5, यो 3, यहाँ यो यसरी चाहिँ, जस्तै कि यो निलो लाइनले चाहिँ यहाँदेखि यसरी क्रस दिएको भए चाहिँ तपाईँले बाइकको लागि हेर्न सक्नुहुन्थ्यो। यहाँ चाहिँ यहाँ फर इक्जाम्पल यहाँदेखि त मार्केट बाउन्स ब्याक भएको छ हैन। जस्तै यो ठाउँमा आइपुग्दा यहाँदेखि ठ्याक्कसँगले निलोले यो पहेँलो कलरलाई चाहिँ क्रस गरेर मास्तिर गएको छ। त्यसपछि मार्केट मास्तिर बढेर गएको छ। अबको दिनमा चाहिँ कसरी हेर्ने त भन्दाखेरि आउने दिनमा चाहिँ कसरी ट्रेन्ड लाइन अनुसार चाहिँ हामीले बाई गर्ने भन्दाखेरि यो एउटा ट्रेन्ड लाइन यहाँदेखि भन्छ। जस्तै कि यो खालको एउटा ट्रेन्ड लाइन भन्छ, मार्केट यहाँसम्म झर्न सक्छ भन्ने आङ्कलन गर्न सकिन्छ। जस्तै कि यहाँदेखि यहाँसम्म आउने 2640 2660 तिर यसरी ट्रेन्ड लाइन एउटा बनेर आउँछ। यो ट्रेन्ड लाइन यतातिर आउँदाखेरि चाहिँ जब यसरी डोजी क्यान्डल अर्थात् इन्भर्टेड ह्यामर जे क्यान्डल बने पनि त्यो बेला चाहिँ यो निलो लाइनले चाहिँ यो पहेँलो लाइनलाई क्रस गर्छ र मास्तिर फर्किन्छ भने चाहिँ त्यसले चाहिँ बाई देखाएको है भनेर बुझ्न सकिन्छ। तर यो सबै केसमा मिल्छ भन्ने चाहिँ हुँदैन, तर यसमा चाहिँ 60-70% चाहिँ चान्स हुन्छ है।